तपाईँ माइग्रेनको बिरामी हो र तपाईँलाई टाउको दुख्ने समस्या भइरहेको छ, सरी दुख्छ, कहिले कता दुख्छ, कहिले अगाडि दुख्छ, कहिले पछाडि दुख्छ र टाउको दुख्ने समस्या छ भने तपाईँले यी कुराहरू ध्यान दिनु होला। यी खानेकुराहरू र यी बानी आफ्नो लाइफस्टाइल चेन्ज गर्नु होला, केही न केही फाइदा हुन्छ। पहिलो नम्बरमा पानी प्रशस्त पिउनु पर्यो। पानी कम हुँदा पनि तपाईँको टाउको दुखाइ बढाउन सक्छ माइग्रेन भएको मान्छेमा। अर्को अमिलो चिज नखाने। अमिलो चिज भनेको चाहिँ कागती पनि हुनसक्छ, तपाईँको गुन्द्रुक पनि हुनसक्छ, चुक पनि हुनसक्छ, है त। अब अमिलो सुन्तला होस्, यी कुराहरू अमिलो चिजहरू कुनै पनि नखाने, जसले टाउको दुखाइ बढाउन सक्छ, है। त्यसपछि तपाईँले लामो समयसम्म खाली पेट बस्नु हुँदैन। लामो समयसम्म खाली पेट बस्ने, व्रत बस्ने काम गर्नुभयो भने टाउको दुखाइ झन् बढ्न सक्छ। त्यो कुरा ख्याल गर्नु पर्यो। अर्को भनेको तपाईँले चक्लेट नखाने, चक्लेटले बढाउन सक्छ। अर्को हो कफी, है। कफी चाहिँ अलिकति कन्ट्रोभर्सियल कुरा हो, तर धेरै अध्ययनले के देखिन्छ भने कफीले तत्काल केही समयलाई टाउको दुखाइमा कम गरे पनि तपाईँको लङ टर्ममा गएर चाहिँ कफीले नकारात्मक असर पारेको देखिन्छ। झन् टाउको दुखाइ बढेको पाइन्छ लङ टर्ममा गएर। त्यही भएर कफी पनि त्यति राम्रो होइन। तत्काल टेम्पोरेरी फाइदा भए पनि कफी नखानु होला, है त। त्यस्तै अर्को नखाने भनेको रक्सी चुरोट नखाने, है। त्यस्तै तपाईँ घाममा बाहिर निस्किँदाखेरि, होइन, भिडभाडमा जाँदाखेरि त्यो चाहिँ ख्याल गर्नुपर्छ। त्यस्तो बेलामा चाहिँ तपाईँको चाहिँ टाउको दुखाइ बढ्न सक्छ, है। त्यो चाहिँ सकेसम्म काम पर्दाखेरि बिहान र बेलुकाको टाइम प्रयोग गर्ने, या दिउँसोमा निस्किहाल्नु पर्यो भने कहिले छाता ओढेर होस् या जसरी हुन्छ आफूलाई डाइरेक्ट घामबाट जोगाउनुपर्छ। त्यसले पनि थोरै फाइदा गर्छ, है। त्यसपछि अर्को बारे भनेको चाहिँ तपाईँले रातिको टाइममा सुताइ राम्रो हुनु पर्यो, है। टाइममा सुत्नुपर्छ, लेट नाइटसम्म बस्न मिल्दैन माइग्रेन भएको मान्छेले, है। त्यसमा सुताइ राम्रो हुनु पर्यो। अर्को, राति भएपछि चाहिँ यो स्क्रिन टाइम घटाउनुपर्छ। स्क्रिन टाइम भनेको मोबाइल, टिभी, ल्यापटप हेर्ने टाइम चाहिँ घटाउनु पर्यो रातिमा। दिउँसोमा काम गर्दा, अरू काम गर्दा दिउँसोमा हेर्नु मिल्यो, रातिमा चाहिँ एकदम घटाउनुपर्छ। त्यसले पनि थोरै फाइदा गर्छ माइग्रेनलाई।